टक्सार पिखुवा खोला हाइड्रो पावर लिमिटेडको आइपिओ सम्बन्धी नयाँ अपडेट आएको छ। कम्पनीले वैशाख 23 गतेदेखि सर्वसाधारण लगानीकर्ताहरूका लागि आइपिओ निष्कासन गर्ने भएको हो। यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि शेयर बाँडफाँड गरिसकेको छ र अब सर्वसाधारण लगानीकर्ताहरूका लागि अवसर खुला गरिएको हो। कम्पनीले 1 अर्ब 20 करोड रुपैयाँको जारी पुँजी मध्ये 35.26% अर्थात 42 करोड 30 लाख रुपैयाँ भन्दा बढी बराबरको 42,30,668 किता शेयर निष्कासन गर्ने अनुमति पाएको थियो। यसमध्ये 12 लाख किता स्थानीय बासिन्दाहरूका लागि, 3,03,067 किता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि, 1,51,533 किता सामूहिक लगानी कोषका लागि र 60,613 किता कर्मचारीहरूका लागि बाँडफाँड भइसकेको छ। अब भने कम्पनीले सर्वसाधारणका लागि प्रति किता 100 रुपैयाँ अंकित दरमा 25,15,455 किता शेयर निष्कासन गर्न लागेको हो। लगानीकर्ताले न्यूनतम 10 कितादेखि अधिकतम 50,000 कितासम्म आवेदन दिन सक्नेछन्। आइपिओ निष्कासन छिटोमा वैशाख 28 गते र ढिलोमा जेठ 6 गतेसम्म खुला रहनेछ। केयर रेटिङ्स नेपालले कम्पनीलाई केयर NPBB+ रेटिङ दिएको छ, जसले औसत जोखिम रहेको संकेत गर्दछ। कम्पनीले सञ्चालन गरिरहेको 8 मेगावाटको टक्सार पिखुवा खोला जलविद्युत आयोजनाको कुल लागत 1 अर्ब 88 करोड रुपैयाँ भन्दा बढी रहेको छ। यस आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि करिब 9 वर्ष रहेको छ भने डिस्काउन्ट अवधिमा 18 वर्ष लाग्ने अनुमान गरिएको छ। आइपिओ निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ र लगानीकर्ताले सियासबा प्रणाली तथा मेरो शेयर मार्फत सजिलै आवेदन दिन सक्नेछन्। यदि तपाईँ आइपिओमा लगानी गर्ने सोचमा हुनुहुन्छ भने यो राम्रो अवसर हुन सक्छ। त्यसैले समयमै आवेदन दिन नबिर्सनुहोला र यस्तै नयाँ आइपिओ अपडेटका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला।